ल ठिक छ अवस्था व्यवस्था ओके छ सामान ठाउँमा पुग्छ राम्रोसँग मान्छे बचोस् नबचोस् मेसिन बचेन भने हेर हामीलाई साउले मार्छ फेरि बाबु चारैतर्फबाट यसरी बाँध लगाइसकेको छौँ बिचमा जति पानी छ अबको 2-3 घन्टामा त्यो सब पानी तानिदिन्छ यसले अब आँटिसकेको छ केटाहरू हेर मजाक छ यहाँदेखि त्यहाँसम्म चाहिँ 2 दिन लाग्छ यो पानी निकाल्न बामै लिएर आएको छ यता कि साँप हो ए चिप्लियो लो माया धेरै माछा चाहिँदैन त्यति 15-20 केजी भयो हुन्छ धेरै नमार्नु फेरि है केटाहरू हो हेलो हेरौँ न हेरौँ कति बजी देखाउ त केटा हो के गर्नु निस्कियो हो केटाहरू कहाँ हो हामी कहाँ हो यही बोर्डिङ निकाल्ने अब गाइस आज हाम्रो माछा मार्ने कार्यक्रम छ टक्क लाएर भाइहरूसँग र त्यो माछा मार्नको लागि चाहिँ एउटा तलाउ छ त्यो तलाउको पानी सब निकाल्नु पर्ने हुन्छ त्यो कारणले गर्दा हामी आएको छौँ यहाँ बोरिङ लिन गाउँमा टक्क लाएर कस्तो छ बोरिङ हाम्नु त हाम्दैन यो है बाइकमा झ्याप्पो बस्यो भने त्यति ठुलो पनि होइन भाइ यो तर हुन्छ सकिँदैन नै यस्तो राख्न मिल्नु पर्यो त्यति ठुलो पनि त होइन नि यार यो गरौँ पहिला गुर्काएर बाहिरसम्म ल्याऊ होइन त्यसपछि लाएर टक्क गुर्काएर लैयो ल हाम्रो माछा मार्ने पार्टनर कतिजना 1 2 3 4 5 6 अरूको छ 6 भनेपछि कम्ती नै 10 केजी त माछा हुनै पर्यो है फेरि 90 केजी हो जम्मा 90 केजी ल ठिक छ अवस्था व्यवस्था ओके छ सामान ठाउँमा पुग्छ राम्रोसँग ए त्यो उत्रिगयो है बाबु तेरो बडी भन्दा किन्ती छ यसको फेरि भ्यालु यतिर याद राखेस् फेरि मान्छे बचोस् नबचोस् मेसिन बचेन भने हेर हामीलाई साउले मार्छ फेरि बाबु कहीँ गाह्रो भयो यहाँ खुट्टा राखिहाल्नु जाला है त्यसलाई पनि समात अलिकति डिसब्यालेन्स पनि जान्छ कि यिनीहरू भङ्ला ए रोक यो हाम्रो धुम 3बाट निकालेको बाइक हो यो चाहिँ केटा एकछिन आई विल अल्सो सपोर्ट ओके देख्यो एउटा हात कान्छेउला यो त मुझे अब आँटिसकेको छ केटाहरू हेर मजाक छ यहाँदेखि त्यहाँसम्म चाहिँ 2 दिन लाग्छ यो पानी निकाल्न हाल खुट्टा हाल्दे कति छ कति गहिरो छ यहाँ यति छ भने कम्मर न पानी तान्न सक्नु चाहिँ बहुत साथीहरू बर्खाको समय छ तै पनि हामीले आँट गरेछौँ लगभग यहाँदेखि त्यो पल्लो जति पानी छ कम्मर यो सबै निकालेर हामी माछा मार्ने योजनामा छौँ अनि हाम्रो यो 3-4 इन्चीको यो बोर्डिङले चाहिँ पानी तानेर मार्छौँ आँटिसकेपछि केटाहरू के गर्नुपर्छ मार्नुपर्छ केटाहरूको योगदान खेर नजाओस् आज अब यो पानी यहाँबाट हामी तान्छौँ त्यसपछि के हुन्छ यहाँ सबै हामी केटाहरू लगाएर अनि जालो लगाएर माछा लोकल माछा खाने ल माछा मार्न पाएको छैन माछा पहिला अलरेडी बाल्टिनमा देखिसकेको छ है रेडी डाइरेक्ट हुने रे
कि कछुवा ज्याभलिङ थ्रो हो कि के भन्छ यसलाई त्यता नै त यतातिर मात्र हो त्यो हो त्यो त्यो दाइ उता बला त्यो ल्याउनु खरा लिएर आउनु हामीले चारैतर्फबाट यसरी बाँध लगाइसकेको छौँ बिचमा जति पानी छ अबको 2-3 घन्टामा त्यो सब पानी तानिदिन्छ यसले करिब 5 घन्टापछि पानी सुकिसकेको अवस्था छ र केटाहरू फेरि आइरहेको छन् अब माछा मार्नको लागि टक्क लगाएर अब हिलो बनाएर माछा मार्नुपर्छ अब कति थियो पानी सुरुमा कम्मर थियो होइन कति त्यस्तो देखाउ न आसम्म पानी यति थियो अब अहिले सुकिसक्यो होइन लगभग अब 1 घन्टा जति चलाउनु पर्छ होला यता त छ होला माछा यसमा त आमा बामै लिएर आएको छ यता गाह्रो भयो करेन्ट त हाल्दैन माकुरी डर लाग्छ त यहाँ समात्ने जोकिन तर यो सामान सकिन्न कि यस्तो समात्नु न केले यस्तो यो हुन्छ नि हुन्छ नि यस्तो बाँकी समात्नु नमार अहिले खै ऊ बाल्टिन ल बाल्टिन ल त्यस्तो नसमात्नु कि यो यस्तो यो हुन्छ नि यस्तो समात्नु लाउनु यो पनि अर्ग्यानिक छोड्दै अर्ग्यानिक यत्रो ठुलो पाएछ के अर्ग्यानिक आज राजाबा मात्रै ल दाजु चढाइदियो है ल पहिला सुरु विश्वकर्मा बाबालाई हामीले चढाइदिन्छौँ त्यसपछि अब मेरो गोजीमा हालौँ पहिलो सुरुवात राम्रो परेको अवस्था छ ल केटाहरू अरू मार यस्तै 50-60वटा अरू आयो हाले अरू खोज खै कति छ अब बाम हो कि हो एउटा बाम दाइ बाम आयो बाम खै सफा गरौँ त हो कि नै ओ मुला कि साँप हो ए बा चिप्लियो लो माया टुनी यहीँ छ यहाँ बाम गाइबो बाम सानो तालमा धेरै माछा नपरेको अवस्था अब अगाडि केटाहरू अर्को ठुलो तालमा जाँदैछन् अब यता चाहिँ पर्ने सम्भावना छ आमा पानी थुप्रै
कत्रो आयो उही बल्ल भोटी आयो यार यहीले जन्म आउनु सबै धेरै माछा चाहिँदैन त्यति 15-20 केजी भयो हुन्छ धेरै नमार्नु फेरि है केटाहरू हो हेलो 15-20 केजी भन्दा बढी नमार्नु खै बाबु माछा हेरौँ त हेलो हेलो बाल्टी ल्याउनु बाल्टी खै हेरौँ न हेरौँ कति बजी देखाउ त आधा किलो छ है बहुत रहेछ यत्रो दुःख गरेर त प्लास्टिक पनि खना कस्तो त्यो पानी नभए डिभाइड गर्ने हो भने त्यो 3-3 पिस पर्छ काम राखेको छ छोड्दिन यत्रो मेहनत गर्छ केटाले यहीँ खाऊ क्या सबै हाल्दै यहीँ खाऊ यहीँ हाल्दै आको त गर्नु हजुर मामाजी जान बित्ति बनाउनु पर्छ भन्छ गाडी हुन्छ भने खूब माछा भन्छ हैन भोलि त उ आको हान्ने भोलि त्यो दाइको उसमा हान्ने बाम खै त त्यहाँको बाम बामले बल गर्छ हुन्छ पोलिथिन बिचा बाम त दुईमा थिएन र यति नि के लाउने पऱ्यो नि पकाएर खाऊ यार दुईटा बाम के लाग्यो उकेर जल्दी जल्दी जानु सुरु गर ए लग्नु न हजुरले लग्नु न यत्रोले मेहनत गरेछ कहाँ छ बाम त त्यही होला माल त चेलुवा त त्यहाँ छ बे यहाँ हाल्दे यसलाई के भन्छ अरे गाली यति खान्छ के भन्नु कहीँ छोड्दिनु बरु यसो गरे हुन्छ क्या टक्कै एक प्याक ल्याउनै अलिअलि सुतन हान्नु हुन्छ ल ल ल निस्क निस्क ल ओके दिपेशलाई बसाल सो हेलो गाइज म चाहिँ अहिले घर आइपुगेको छु र माछा चाहिँ हामीले जस्ट 1 केजी जति मार्यौँ होला होइन अहिले सिजन पनि होइन किनभनेदेखि बाढी आइरहेको हुन्छ खोला बगिरहेको हुन्छ अनि धमिलो खोलामा माछाहरू पनि मार्न सकिन्न तर पनि अब रमाइलोको लागि एउटा रिफ्रेसमेन्टको लागि केटाहरू आए 15-20 जना साथीहरू थियौँ 1 केजी माछा 15-20 जनालाई पुग्ने पनि होइन तर एउटा कुरा मलाई के रमाइलो लाग्यो के खुसी लाग्यो भनेपछि अब साथीहरूले जुन हिसाबले ल तिमीले एकदम रमाइलो तिमीले एकदम रहर गरेको थियौ भनेर जुन दिनुभयो होइन र मेरो फ्यामिलीको लागि पनि सम्झिनु भयो है स्पेसली मेरो साथी मेरो भाइहरू जसले धेरै मेहनत गरे नेक्स्ट लटको हामीले फिसिङमा चाहिँ हामीले केटाहरूलाई सिक्कम चाहिँ राखिदिने हो योचोटि चाहिँ अब यति बचेको चिज के गर्ने त भनेपछि मलाई ल खानुस् केही छैन अर्कोचोटि हाम्रो भाग पर्छ भनेपछि मलाई यसरी दिनुभएको छ र मैले यो सबै रेडी बनिसकेको छ र यो फ्राई गरेर हामी खान्छौँ यो बाम माछा यो चाहिँ माछा सिद्रा एकदम टेस्टी हुन्छ यो लोकल माछा ल साथीहरूलाई धेरै धेरै माया छ है जोस् अलिकति भए पनि बाँडौँ भनेर मैले भन्दै पनि होइन अलिकति किन बाँड्नु र तपाईँ खानुहोस् बाँकी अर्कोचोटिको माछा मार्ने कार्यक्रममा चाहिँ हामी सितन बनाएर खाउँला धेरै नै मारौँला अहिले अफ सिजन पनि छ भन्नुभयो र ठिक छ माया छ है एकदम धेरै धेरै म चाहिँ अब अलिअलि भए पनि खाएर मेरो बुढीलाई पनि अलिकति दिएर होइन फ्यामिलीलाई पनि चखाउँछु नेक्स्ट टाइम चाहिँ केटाहरूको लागि म फेरि अगाडि आउनेछु माया छ है सबैजनालाई ल धेरै बाँकी